मनपर्छ भने मलाई पनि भोट देऊ, मन पर्दैन भने मलाई भोट नदेऊ, केही फरक पर्नेवाला छैन। युवाहरूको चेत आउनुपर्छ। युवाहरूको चेत आएन भने फेरि परिवर्तन आउँदैन। म आएर चाहिँ सबैलाई रातारात नेपाललाई सिङ्गापुर बनाइदिने पनि होइन, प्रयास हो। मेरो प्रयास के हुन्छ भने युवाहरूलाई सम्झाइ बुझाइ गर्नु। मैले अहिलेसम्म 71 वर्षको उमेरसम्म बुढाहरूसँग काम गरेकै छैन। पारा नै मिल्दैन क्या बुढाहरूसँग, पटक्कै बुढाहरूसँग पारै मिल्दैन मेरो। के हो है, युवाहरूसँग बडो मिल्छ। युवाहरूसँग खाने, सुत्ने, उठ्ने, खेल्ने। आजभोलि खेलकुद चाहिँ हामी गर्दैन, पहिला त खेलकुद पनि गर्छ है। युवाहरूको चेत आएन भने बुढाहरूले शासन गर्छ। बुढाहरूले शासन गर्यो भने अझै अर्को 35 वर्षमा पनि यो देश बन्दैन।